कविताको शीर्षक छ दुई दृश्य। देउराली पुज्दै पुज्दै गोरेटो र भन्ज्याङ छिचोल्दै छिचोल्दै आस्थाको थुन्सेमा बोकेर आउँछ जसले फुलपाती, उसको लागि धुपी सल्लाहको पातहरूले सुसाइदिन्छ लुखुरी, फुलहरूले फिजाइदिन्छ मोहक बासना, काँधमा बोकेर घामलाई फक्ताङलुङ हिमालले दिन्छ आशीर्वाद र प्रकट हुन सक्छिन् त्यही कतै वर्षौं अघि छ्याक 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 तान बुन्दा बुन्दै अलग भएको युमा। चट्टान फोड्दै पहरा भत्काउँदै अहमको झोलीमा बोकेर आउँछ जसले गोली गट्ठा, उसको लागि गाडाङ गुडुङ गाडाङ आकाशले हान्न सक्छ चट्याङ, सनननननन पहाडले हुनुहुनै दिन्छ आँधी, सुई सुई प्रकृतिले घुइयाइदिन सक्छ घुइत्रो र ठक 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 धनुकाँड मिलाउँदै शिकार खेल्न आइपुग्न सक्छ युगपुङदेन, ठक 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 धनुकाँड मिलाउँदै शिकार खेल्न आइपुग्न सक्छ युगपुङदेन। धन्यवाद। नोगेन।